एनिभर्सरी हेलो गाइज नमस्ते वेलकम माई च्यानल। आज चाहिँ मेरो यो दोस्रो भिडियो हो। आज चाहिँ हाम्रो दिदी एनिभर्सरी हो। मैले चाहिँ दिदीलाई सरप्राइज दिने सोचिरहेको छु हैन। अनि फेरि दिदीसँग चाहिँ म मिन्स भएँ, पेट दुखेर आउन सकिनँ भन्ने वाला बहाना बनाएको छु। अनि अब जान्छु एक्कासी कस्तो हुन्छ हेरौँ है त दिदीको रियाक्सन। ल गाइज म चाहिँ अब रेडी भइसकेको छु। अब जान्छौँ हामी केक पसलमा अनि केक लिएर जान्छौँ। कस्तो हुन्छ है त दिदीको रियाक्सन हेर्न नबिर्सिनु होला। मैले चाहिँ केक लिगिसकेँ, अब जान्छु ल। हामी चाहिँ अटो चढेर अब पुरानो बस पार्कतिर लाग्यौँ। मेरो भाइ हो। बस पार्कदेखि विङ्गर चढेर हामी बैरियातिर लागेका छौँ। होला दाइलाई गर्मी भएर कुल्फी खाँदै हुनुहुन्छ एक्लै एक्लै, हामीलाई दिनुभयो। भाइ चस्मा लगाएर हिँड्छौँ हिँड्न थाले। अब चाहिँ हामी विङ्गरबाट झरेर दिदीको घरतर्फ जाँदैछौँ। दिदी कता हुनुहुन्छ हेरौँ है त। म एकदम आतुर छु दिदीको रियाक्सन हेर्नलाई। हामी चाहिँ अब दिदीको घर नजिक आइसकेका छौँ। दिदी कता हुनुहुन्छ? फाइनल्ली हामी अब दिदीको घर नजिक आइपुगेका छौँ। भिनाजुको बाइक त्यहीँ रहेछ, घरमै हुनुहुन्छ होला सायद। हेरौँ है त भित्र को हुनुहुन्छ। अब दिदीको घरमा आएर अब यसो हेर्छु मैले ढोकाबाट हुनुहुन्छ कि हुनुहुन्न बाहिर भनेर। बाहिर कसैलाई देखिनँ मैले। अनि अब म जुत्ता खोलेर भित्र पस्छु। मेरो भाइले भिडियो बनाइदिँदैछ। अब म जुत्ता खोलेर भित्र जाँदैछु। दिदी कता हुनुहुन्छ? रुमतिर हुनुहुन्छ कि कता हुनुहुन्छ खै। दिदीको घरभित्र आइसकेको छु। बिस्तारै आएँ म भित्र चाहिँ। अनि अब जान्छु सरासर किचनमा। ला अब दिदी जो हुनुहुन्न घरमा त हामी सरप्राइज दिन गएको, हामी नै सरप्राइज भयौँ त। दिदीलाई हामीले त्यहाँ नदेखिसकेपछि हामी आफै सरप्राइज भयौँ। बहिनीलाई सोध्यौँ कता जानुभयो भनेर। अनि यसो बाहिर डुल्न जानुभयो रहेछ। हामीले सरप्राइज भयौँ दिदी जो हुनुहुन्न। म चाहिँ अब यहाँ ढोका पछाडि लुकेर दिदीलाई पर्खिरहेको छु। दिदी आउन लाग्नुभयो भनेर। ह्याप्पी एनिभर्सरी। लाथ्यो हो र। ह्याप्पी एनिभर्सरी। धन्यवाद धन्यवाद। फाइनल्ली गाइस हामी आयौँ है त। अनि साँझमा चाहिँ भजन टोलीहरू आउनुभएको थियो। अनि हामी भजनमा नाच्यौँ दुई बहिनी। एकछिन रमाइलो भयो। अब यति राम्रो केक काट्नलाई रेडी पोजिसनमा हुनुहुन्छ हाम्रो दिदी भिनाजुहरू। दिदी भिनाजुहरूले केक काटेर एकअर्कालाई खुवाउनु भयो। अनि हामी पनि खायौँ। धेरै रमाइलो भयो। लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेक्स्ट भिडियो पनि छिट्टै लिएर आउनेछु। प्रतीक्षा गर्नुहोला। बाई बाई।